हेलो गाइज, है यो ग्रान्ड सामोबर हुने चाहिँ यो है। यहाँ चाहिँ यो चाहिँ स्केटिङ खेल्ने ठाउँ हो। यो चाहिँ अब यिनीहरूले चाहिँ अब यो स्केट जाडो महिनामा चाहिँ पुरा यो स्केटिङ खेल्छ यहाँ। र यहाँ बच्चाहरूको घन्टाघर हो यो सामोबर सेन्टरको घन्टाघर हो यो। को प्राचीन पानी है यो धारा हो। यसको चाहिँ एउटा छुट्टै महत्त्व छ। यो चाहिँ हेलो गाइस, के छ त हालखबर? सन्चै हुनुहुन्छ होइन? अनि म चाहिँ तपाईँहरूकै राजन है त। आज चाहिँ हामी सामोबर भन्ने ठाउँ जाँदैछौँ। सामोबरमा चाहिँ के कस्तो झकिझकाउ गरिरहेछ, न्यु इयर क्रिसमस आउँदैछ होइन? त्यसैको लागि चाहिँ के कसो गरिरहेछ भन्ने कुराको अपडेट दिनको लागि चाहिँ यो भिडियो है त। अहिले चाहिँ हामी यो रुदे भन्ने ठाउँमा छौँ। यो रुदे भन्ने ठाउँ यो भिलेज हो। यसको भिडियो पनि हजुरलाई अलिअलि पेस्ट त गरिसकेँ मैले होइन। यो ठाउँमा छौँ। अहिले चाहिँ हामी यो गाडी कुरिरहेको छौँ। यो गाडी स्टेसन हो। यहाँ चाहिँ गाडी लाग्छ। हामी यो गाडी कुर्ने ठाउँमा छौँ। यहाँबाट चाहिँ हामी सामोबरको यात्रा तय गर्दैछौँ है त। अहिले चाहिँ गाडी आएको छैन। अब गाडी आएपछि चाहिँ हामी सर सामोबरतिर लाग्छौँ है त। हाम्रो गाडी पनि आइसकेको छ है त। ओके त। अब गाडी यसरी स्टार्ट आउँदैन। हाम्रो गाडी आइसकेको छ। अब हामी जान्छौँ है त भित्र। हामी चाहिँ फाइनली अहिले चाहिँ यहाँ सामोबर सेन्टरमा आइसकेको छौँ है। यहाँ चाहिँ अब रमणीय दृश्य यहाँ के कस्तो छ होइन, अब त्यो चाहिँ अवलोकन गर्छौँ कि। अहिले नै हामीलाई यहाँ फुलले स्वागत गरिसक्यो। यहाँ फुलहरू हेर्नुहोस्, कति राम्रो छ। फुलहरू मस्तले फलिरहेको छ होइन। अब यहाँ हेर्नुहोस्, यो यहाँको घन्टाघर हो। यो सामोबर सेन्टरको घन्टाघर हो यो है। अब यहाँ रमाइलो छ वातावरण। हजुरहरूलाई देखाउँला केही छैन। ओके त गाइज, तपाईँहरू यहाँ सामोबर भन्ने सेन्टर यही हो है। रमाइलो छ यता वातावरण रमाइलो छ। यहाँ वातावरण रमाइलो छ, वातावरण रमाइलो छ होइन। यता हेर्दैछौँ यो सामोबरको सेन्टर यही हो है। रमाइलो छ। हामी चाहिँ हिँड्दैछौँ यो सामोबरमा होइन। वातावरण हेर्दै यहाँ चाहिँ क्रिसमसको रमझम चलिरहेछ। यहाँ पर यहाँ स्टेज पनि बनाएको छ। त्यहाँ चाहिँ प्रोग्रामहरू हुन्छ है। एकदम रमाइलो ठाउँ हो। यो घन्टाघर भइहाल्यो अघि देखाएको। यो चाहिँ बाटो हो होइन। रमाइलो छ वातावरण यस्तै छ। भने हामी चलिरहेको छ होइन। त्यस्तो मौसम छ, त्यही भएर टोपी सबै लाएर हिँडेको होइन। यो चाहिँ यहाँको प्राचीन पानी है यो धारा हो। यसको चाहिँ एउटा छुट्टै महत्त्व छ। यो चाहिँ पानी चाहिँ यहाँको के भने नेपालमा के हुन्छ नि, अब कोही घरमा आउँदाखेरि अब त्यसलाई हामीले च्याले अब कुनै अब गाउँघरतिर रक्सीले स्वागत गरे जस्तै यो चाहिँ अब सामोबरमा चाहिँ यहाँ अब ढुङ्गे धारा यो पानीले चाहिँ स्वागत गरेको हो है। यो चाहिँ अब यहाँ पानीको धारा छ होइन। यसले चाहिँ स्वागत गरेको मानिन्छ यहाँको कल्चरमा चाहिँ है। यसले चाहिँ हामीलाई एउटा भनौँ न सम्मान गरेको मानिन्छ है त। त्यही हो, ठिक छ। अनि यहाँ ठाउँमा यहाँ पसलहरू पनि राखिरहेको छ। रमाइलो छ वातावरण। अब यहाँ साथी पनि हेरिरहेको छ। यो चाहिँ यहाँको होटल हो है। यसो टुरिस्टहरूको लागि। अनि यो चाहिँ यहाँको म्युजियम हो है। यो चाहिँ अहिले निर्माण सम्पन्न भइसकेको छ। अब हामी चाहिँ यहाँ कुनै दिन गएर यहाँको चाहिँ भिडियो बनाउँछौँ है त।
यो चाहिँ यहाँको सामापुरको म्युजियम हो है। म्युजियमसँगै यहाँ होटल पनि छ, एकदम राम्रो छ वातावरण। ओके त गाइज, अब हामी यसो गार्डनतिर जाँदैछौँ है। गार्डनमा चाहिँ के कसो रमझम झिलिमिली कतिको छ भनेर चाहिँ अवलोकन गर्न जान्छौँ है त। यो चाहिँ हाम्रो यहाँको शनिबार मार्केट हो है। यहाँ चाहिँ शनिबार चाहिँ यहाँ चाहिँ दरो होइन साग बजार लाग्छ। यहाँ चाहिँ हाट बजारै लाग्छ है, त्यो चाहिँ साग बजार हो होइन। यहाँ चाहिँ सब्जी मन्डी हो। यहाँ भित्र चाहिँ अब माछामा फ्रेस कुखुरा, पोर्क, राँगा, भैँसी होइन, सबै गोरु सबै पाउँछ यहाँ चाहिँ होइन, फ्रेस। अब यहाँ गोरु नि हेरै छ, यता चिकन हेरै छ होइन। यहाँ चाहिँ दरो साग सब्जी मार्केट हो। यो चाहिँ फ्रेस पाउने। यहाँ चाहिँ एकदमै प्राइस पनि यहाँको एकदम हाई नै हुन्छ है। नर्मल्ली हाम्रो यो स्पार, कुन्जुम, यो स्पिनहरू भन्दा चाहिँ होइन, यहाँ चाहिँ प्राइस चाहिँ एकदमै हाई नै हुन्छ है। ठिकै छ। यहाँ चाहिँ अब फ्रेस पाउने भएर चाहिँ यहाँ चाहिँ एकदमै महँगो हुन्छ अरूको तुलनामा चाहिँ। ओके त गाइज, अब यहाँ अब सब्जी मार्केट, ग्रान्ड सामापुर पनि हामी हेरिहाल्यौँ होइन। अब चाहिँ हामी स्केटिङ खेल्नेको ठाउँमा चाहिँ जान्छौँ है त। अब स्केटिङ खेल्ने ठाउँमा गएपछि चाहिँ डाइरेक्ट भिडियो त्यहीँकै आउँछ त। ओके त गाइज, यहाँ चाहिँ यो चाहिँ स्केटिङ खेल्ने ठाउँ हो। यो चाहिँ अब यिनीहरूले चाहिँ अब यो स्केट जाडो महिनामा चाहिँ पुरा यो स्केटिङ खेल्छ यहाँ। पुरा यहाँ बच्चाहरू हेर्नु, पुरा यहाँ भिडभाड छ। यहाँ सामापुरमा छौँ है हामी। यस्तो स्केटिङ खेल्ने बनाइरहेको छ। कसरी खेल्छ स्केटिङ? सट्टा लाएर यहाँ रमाइलो छ यहाँको वातावरण। यहाँ चाहिँ यो स्केटिङ खेल्नको लागि चाहिँ यो पर घन्टा चाहिँ यहाँ 3 युरो खै कति देखाइरहेको छ। यहाँ हेर्नुहोस् यहाँ पैसा देखाइरहेको छ। जुत्ता लिएर चाहिँ हामी यसो यहाँ स्केटिङ खेल्न जान सक्छौँ है त। खेल्दा चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ, चिप्लिने लड्ने सम्भावना हुन्छ। यस्तो खालको जुत्ताहरू जुत्ता हुन्छ, कट्टमा धार परेको जुत्ता हुन्छ। यसले चाहिँ यसो चिप्लाउनलाई मद्दत गर्छ। यहाँ अब कोही सिक्दैछन्, कोही उफ्रिँदैछन्, कोही लड्दैछन् है। यहाँ चाहिँ यसरी मनोरञ्जन दिन सकिन्छ है त। यहाँको बच्चाहरू कति मजाले खेल्छन् भने त हामी त खेल्नै सक्दैनौँ। अब हामी पनि ट्राई गर्छौँ होइन, हाम्रो भिडियो नै आउँछ। यहाँ कति मजाले खेल्छन्। यहाँ त उयो केटाहरूको ग्याङ चाहिँ सिक्दैछन् बिस्तारै आफ्नो ग्रुपमा। खासै आउँदैन यिनीहरूलाई, आउँदैन रहेछ त्यहाँ आइकन अरूलाई चाहिँ मजाले आउँछ। यो खेल्न नजानेहरूलाई चाहिँ यो यस्तो यो हातले समात्ने यो डलहरू यस्तो जस्तोले चाहिँ मद्दत गर्छ। यो टडी जस्तो बच्चाहरू पनि बसी खेलिरहेको छ। रमाइलो छ वातावरण है त। ओके दादा, भिडियोहरू हेर्दै गर्नुहोस्।